सबैजनालाई स्वागत छ मेरो भिडियोमा। सम्पूर्ण देश तथा विदेशमा बस्नुभएका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीलाई सबैजनालाई मेरो साइन अनुसारको नमस्कार भन्न चाहे। आज चाहिँ म यहाँनिर मेरो कम्पनीको स्टोरमा चाहिँ प्लेट मिलाउन जाँदैछु। मेरो कम्पनीमा आज फेरि प्लेट आइरहेछ, त्यही भएर यहाँनिर काम परेर म यहाँनिर प्लेट मिलाउँदैछु। यो प्लेट चाहिँ सबै मिलाएर राखिसके पनि छ, अरू पनि प्लेट मिलाएर राख्नुपर्ने छ है। यी सबै प्लेटहरू आउँछ यसरी, यो प्लेट मिलाएर राख्नुपर्ने छ। त्यही भएर यो पानी चाहिँ यहाँनिर चुएर राखेको पानी ल उचालेर लैजाउँ उचालौँ। अब हामी पानी यस्तो तालले उचाल्नु पर्छ कि बिस्तारै बिस्तारै राखौँ है। ल पानी यो अब पर लगेर खाने एकछिन यस्तो यो बोटुका चाहिँ यहीँ राखिराखौँ न, पहिलाको काम लाग्छ। पानी यसलाई फाल्नु लाने हो, अब फाल्नु लाने हो यसलाई, यो पानी नफाल्यो हुन्न। ल पानी घोप्ट्याएर हाम्रो साथी आउँदैछ है। मेरो कम्पनीमा सामान आउने चाहिँ यस्तै है। ल यिनीहरू तीनवटा पेपरहरू हो, यस्तै आउँछ सामान। यही सामान खाली हुन्छ अनि यसैको प्लेट यसरी मिलाएर राख्नुपर्छ। यो सबै यिनीहरू हो, सामानमा आएको प्लेट यसरी मिलाएर राख्नुपर्छ। यो बिक्री हुन्छ। अनि यो भयो, यो प्लास्टिक, यो पनि बिक्री हुन्छ। र यो फाइलहरू आउँछ, यो पनि प्लेटमै आउँछ। अनि पिस पिस भएर जान्छ। यो एक एक बक्सको तरले बिक्छ, त्यही भएर यसको प्लेट फेरि यहीँनिर राख्ने हो मिलाएर। अनि त्यहाँबाट आज हामी यहाँ पर प्लेट राख्ने, यो प्लेट राख्नु पर्यो होइन मिलाएर। ल पेनाङ बारो खानेको सारो पेनाङ बारो घुम्ती बाटो फेरि नबन्नु रे सौर्यमा कहिले मेरो नबन्नु रे भया साह्रो गर्मी भयो। मान्छेले विदेश भन्छ नि, कति गाह्रो हुँदो रहेछ विदेशमा। न त एसी पङ्खा छ, न त एसी छ। पैसा कमाउनु धेरै गाह्रो हुन्छ। पैसा जानुलाई समय लाग्दैन, पैसा कमाउनुलाई धेरै गाह्रो भयो। विदेश भन्छ ल जगाइदिउँ है, यसलाई जगाइदिउँ। यो चाहिँ ज्याकले तान्ने हो। अब हामीले ज्याकले तान्छ हाम्रो साथीले, अनि यसलाई तल लाने। उयो पनि छैन यार, पङ्खा पनि छैन, एसी पनि छैन यार। मर्ने बेला भयो नि, साह्रो गर्मी छ है। यस्तै छ कि अरू हाम्रो त परदेशी जिन्दगी, अरूको त कस्तो छ थाहा छैन है। परदेश भन्नुहुन्छ नि, कति गाह्रो हुन्छ परदेशमा। न त के छ फ्यान छ, न त के अरे एसी छ।
यस्तै छ है हाम्रो चाहिँ जिन्दगी। ए यो पिल्सिङ त अस्ति मैले ल्याएको थिएँ नि, तलको पिल्सिङ खोइ कि पार्टी। यो पिल्सिङ तलको या अस्ति मैले ल्याएर राखेको पिल्सिङ, यहाँनिर लेख्न ल्याएर राखेको बिर्सेँ नि मैले त हो अहिले त। अनि यस्तै छ है हाम्रो त मलेसियामा काम। हामीलाई पनि लाइक गरिदिनु होला है, हाम्रो भिडियोलाई पनि सब्सक्राइब गर्नु होला, च्यानललाई यसलाई पनि हाल्नुपर्छ, यो पनि नयाँ हो। हामी चाहिँ अब स्याउ खाने है, भोक लागेको यार, पसिनै पसिना पनि भयो है। त्यसले गर्दा काम भनेको यस्तै हो मलेसियामा। अब यो स्याउ पनि कुन चाहिँ हो थाहा छैन, नाम खाइदिने हो। भोक अलिक पाइगएछ क्या। खान्ता परो काम गरौँ। अहिले मैले बिर्सेको छु स्याउ। खाने नै भोक लागेको बेलामा, यस्तो छ जिन्दगी। सिद्धियो है, अब हामीले काम गऱ्यौँ, पसिना पसिना भयो, न त छैन पङ्खा पनि छैन, सबै पसिना पसिना भयो काम पनि। अब आजलाई यति नै हो भिडियो। अर्को भिडियोमा फेरि पनि भेटौँला। बाई बाई सबैजनालाई।